हाम्रो अहिलेको कस्टमर चाहिँ फेरि नमस्ते हो र थ्याङ्क यू मैले एकचोटि खाएँ यो रेडवाला चाहिँ यस्तो हुँदो रहेछ मैले टोकेर हेरेँ हेल्प गरिदिउँ हजुरलाई गाह्रो अङ्कल खोइ त नि अङ्कल उता तरकारी लिन जानुपर्छ तपाईँहरू पनि एउटा तरकारीको पसल राख्नु न बिस्तारै राख्ने हो अहिले यहाँ ठाउँ छैन हजुरले त बस्नुहोस् त खानुभयो हुन्छ कस्तो लाग्यो हजुरलाई दामी रहेछ हुन्छ फेरि फेरि पनि आउँदै गर्नु मन परायो भने गाइस यो चाहिँ आइबो 5 रुपियाँको एउटा अझै अलग अलग फ्लेभरमा हुन्छ हैन अनि हजुरहरू देख्न सक्नुहुन्छ यो यस्तो हो तपाईँ 10 रुपियाँको दुईटा किन्नुभयो भने 5 रुपियाँको आउँछ द्याट्स इट बाइ बाइ नमस्कार र तपाईहरु यहाँ भिजिट गर्नु होला बाइ 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 बाई फेरि फेरि पनि आइराख्नु होला ल हस् हजार बाई गाइज यो चाहिँ हाम्रो दोकान हो युकेश कोल्ड स्टोर भन्ने माथि बोर्ड पनि छ हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो दोकान हो यता डिको पाटनमा छ हाम्रो दोकान चाहिँ पोखरामा यहाँ धेरै चौतारी छ हजुरहरूले हेर्न सक्नुहुन्छ यता यस्तो उता पामेतिर जाने बाटो छ यहाँ होटेल भिलेजिनको नजिकै अनि हाम्रो के अरे दोकानमा चाहिँ यस्तो आइसक्रिमको ठुलो फ्रिज छ हजुरहरूले यहाँ आइसक्रिमहरू छानेर हेर्न सक्नुहुन्छ यहाँ धेरै विभिन्न प्रकारका सामानहरू छन् यी आइसक्रिम लड्डुहरू छ लड्डु चाहिँ यहाँ यस्ता लड्डुहरू पनि छन् 1 रुपियाँले चाउचाउ पनि छ हजुरहरूले धेरै सामान पाउन सक्नुहुन्छ यहाँ चाहिँ बाबा बस्नुभएको छ